मा युट्युब च्यानल सुरेश भ्लग युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। मैले ज्ञानको कुराहरु ल्याएको छु। भ्लग मात्र नभई ज्ञानको कुरा पनि ल्याउने छु। अब सुरु हुन्छ मेरो आइक्यू क्वेशनहरु। ध्यान दिएर सुन्नु होला र साथै कस्तो लाग्छ च्यानललाई सब्स्क्राइब र शेयर पनि गरिदिनु होला। नेपालको पहिलो जलविद्युत केन्द्र कुन हो? नेपालको पहिलो जलविद्युत केन्द्र कुन हो? कालीगण्डकी, फर्पिङ, त्रिशुली? यसको सही उत्तर रहेको छ फर्पिङ। क्लियर माउन्टेन भनेर कुन हिमाललाई चिनिन्छ? क्लियर माउन्टेन भनेर कुन हिमाललाई चिनिन्छ? मनास्लु, लाङटाङ, सगरमाथा? यसको सही उत्तर हो मनास्लु। सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो? चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, ढोरपाटन राष्ट्रिय निकुञ्ज? यसको सही उत्तर हो चितवन राष्ट्रिय निकुञ्ज। सगरमाथाको आधार शिविरको उचाइ कति रहेको छ? 5380। नेपालको सबैभन्दा ठुलो दरबार कुन हो? नेपालको सबैभन्दा ठुलो दरबार कुन हो? सिंहदरबार।